रिटायरमेन्ट चाहिँ हामी इङ्ल्यान्डबाट आउनेहरू अमेरिकाबाट आउने, क्यानाडाबाट आउने, अस्ट्रेलियाबाट आउने, युरोपबाट अरू देशहरूबाट आउने नेपालीहरूको त्यो रिटायरमेन्टले मात्रै अबको 30 वर्ष आउने 30 वर्ष श्रीलङ्का जसरी नेपालले टाँपल्टिनु पर्ने छैन। त्यो कसरी सम्भव छ भन्दाखेरि वंशजको नागरिकताको निरन्तरता। जबसम्म हामी यहाँ आएर त्यहाँको नागरिकता पनि होल्ड गर्छौँ त्यो रिटायरमेन्ट सकिँदैन, कन्टिन्युटी पाउँछ। जब त्यो कन्टिन्युटी पाउँछ नेपालले 2 खर्ब रुपियाँ परिश्रम नगरिकन प्राप्त गर्दछ। त्यो भइसकेपछि नेपालको इकोनोमी त चलायमान भयो। अनि 5 लाख मान्छे आउने 3500 अर्ब रुपियाँ 5 लाख डलर मात्रै ल्याउँदाखेरि 3500 अर्ब रुपियाँ त लगानीको रूपमा बित्यो। अनि 20%ले मात्रै रोजगारी दिए भने पनि नि 2 देखि 3 मिलियन मान्छेले रोजगारी प्राप्त गर्दछन्। भनेको 40 देखि 60 खर्ब रुपियाँ हामी मासिक तलब दिन्छौँ। जब त्यो लेभलको इकोनोमिक एक्टिभिटिज नेपालमा हुन्छ र हामीले ल्याएको विज्ञता होइन, जस्तो कि सिम्पल यही पनि हेरौँ, यो मकैको रोटी हो नि होइन, मकैको रोटी नेपालमा किन पाइँदैन होइन। अब यो चाहिँ एकदमै डेलिकेट छ। मकैको बाहिर भएको जुन स्किन हुन्छ त्यो प्लास्टिक जस्तो हुन्छ होइन, त्यो प्लास्टिक जस्तो भागलाई निकालेर बनाएको एकदम स्मुथ रोटी हो नि त। अब यसको इन्डस्ट्री नेपालमा सुरु भयो भन्नुपर्दा नेपालको मकैलाई हामी प्रशोधन गरेर यो रोटी बनाउँदैछौँ होइन। अनि जुन बुरिटोमा प्रयोग हुने जुन रोटी छ नि त्यो पनि नेपालमा पाइँदैन, टोर्टिया पाइँदैन। अब त्यसको पनि हामी फ्याक्ट्री इस्टाब्लिस गर्दैछौँ भनेपछि अब नयाँ 2टा कुरा त आयो होइन, बजारमा नयाँ 2टा कुराहरू आयो। अनि यस्ता खालका धेरै आइडियाजहरू नेपाल आउने बित्तिकै नेपालको इकोनोमी यति धेरै चलायमान हुन्छ, यति धेरै चलायमान हुन्छ कि हामी कल्पना पनि गर्न सक्दैनौँ। अब आजसम्म तपाईँले भनेको फिगर र मान्छे आउनलाई जम्मा त्यो नागरिकताको एउटा प्रोजेक्ट मात्रै रोकेको हो, त्यति मात्रै अरू केही पनि गाह्रो वंशजको नागरिकताको त्यो कन्टिन्युटी हुने बित्तिकै तपाईँको 63 को 10, 1, 4, 5 खारेजी हुने बित्तिकै हाम्रो नागरिकता इस्टाब्लिस हुन्छ होइन, केही पनि गर्नु पर्दैन होइन। अनि नागरिक सोचेर सबै कुरा प्राप्त गर्दछौँ। अनि नेपालको इकोनोमीलाई राज्यले आफ्नो तरिकाले प्रयास गर्छ। अनि गैर आवासीयले गर्ने एक्टिभिटिजले मात्रै पनि पुग्छ कि कहिले हाउसिङ क्राइसिस भइराखेको छ होइन, जग्गाको मूल्य घटिराखेको छ होइन, यो सटरहरू खाली भइराखेका छन्। अनि अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने हामीले जुन आफन्तहरूलाई लगाइदिएको जुन ग्रिन कार्ड एप्लाई गरेका छौँ नि त्यसले मात्रै 2 देखि 3 मिलियन मान्छेहरू अब 4-5 वर्षभित्रमा नेपाल छोडेर महाराजनको उसमा एम्बेसीमा भिसा लगाएर सदाका लागि छोड्दैछ। त्यो पनि प्रोफेसनल्सहरू डक्टर, इन्जिनियर, जर्नलिस्टदेखि लिएर सम्पूर्ण राज्यलाई चाहिने मान्छेहरू चाहिँ अब 4 देखि 5 वर्षभित्रमा नेपाल छोडेर ग्रिन कार्ड लिएर सदाका लागि जान्छ। त्यो भइसकेपछि अहिले इन्ट्रेस्टिङ कुरा के भइरहेको छ भने जुन खालको यो नागरिकताको कारणले गर्दाखेरि यति धेरै समस्याहरू छ। अब गैर आवासीय नेपालीहरूको पुरानो जुन यो ब्याङ्क एकाउन्ट छ नि त्यो अत्यावश्यक हुँदैन। बुझेको भएको जग्गा जमिन किनबेच पनि गर्न मिल्दैन, किन्न पनि मिल्दैन, बेच्न पनि मिल्दैन। त्यसका लागि राष्ट्रिय परिचय पत्र चाहिन्छ होइन, त्यो हामी बनाउन सक्दैनौँ भनेपछि हामीसँग भएको जमिन पनि बेच्न सक्दैनौँ र एडिसनल जमिन पनि किन्न सक्दैनौँ। अनि हामीलाई त्यो सम्पत्तिको अधिकारमा पनि लिमिटेसन लगाइएको छ। अनि त्यो गरेपछि त यहाँको इकोनोमीलाई ध्वस्त बनाउँदैछौँ क्या, मुस्किल गरेको अनि ध्वस्तै हो। अनि अर्को कुरा के गरिरहेको छ भन्दाखेरि नि त्यो चाहिँ इन्ट्रेस्टिङ एकदमै बुझ्नुपर्ने भएको छ कि हामीले के बुझ्नुपर्ने भएको छ भने हामीले राज्यले नि नागरिकको लिभिङ कस्ट यति महँगो बनाइदियो नि 3 लाख रुपियाँ कमाउने मान्छेले राज्यलाई त्यो 3 लाख रुपियाँको ट्याक्स तिरेर नि स्तरीय जीविका गर्न सक्दैन छ होइन।
इन्डियामा होस् या संसारको कुनै कुनामा जानुहोस् र तपाईँले 1 लाख रुपियाँ त्यहाँको लोकल करेन्सी कमाउनुहोस्, तपाईँले सुन्दर भविष्यको कल्पना गर्न सक्नुहुन्छ होइन। अनि सबैभन्दा ठुलो समस्या चाहिँ के हो भन्दाखेरि यहाँले कमाएको अधिकांश जुन एमाउन्ट छ नि त्यो बच्चाको एजुकेसन र ग्रोसरीमा खर्च भइरहेको छ होइन। त्यस कारणले गर्दाखेरि मान्छेको लिभिङ कस्टलाई चाहिँ व्यवस्थित गर्न सकेन राज्यले पनि। अब 5 देखि 10 वर्षभित्रमा त नेपाल खाली पोलिटिसियन्सहरू अब शेखर कोइरालादेखि लिएर हाम्रो शर्माजी महामन्त्री त्यसमा के स्पेसियालिटी जस्ट द कलर अफ द ब्रेड कलर अफ द ब्रेड यो चाहिँ त्यसरी रियल कलर भयो, यो चाहिँ बिट भयो होइन। अनि अर्को चाहिँ स्पिरिट हालेको चाहिँ रेगुलर छ, चिकन छ, अलिकति चिज छ, अनि यो चाहिँ चिपोक्ले सस एउटा विशेष प्रकृतिको खोर्सानी हुन्छ यो छ। अनि यो चाहिँ काँक्रा साँक्रा अनियनहरू बिटरुट मिक्स अनि यो चाहिँ अमेरिकन मोमो किन यसलाई हुन्छ टाको इज मोर लाइक अ रोल तर मोमो कसरी भयो होइन। अमेरिकाको हामी मोमो जसरी मोमो खान्छौँ नि त्यसरी नै यो टाको खान्छ कि यो चाहिँ एकदमै पपुलर डिस हो मेक्सिको र अमेरिकामा। नर्थ अमेरिका र साउथ अमेरिकामा मस्ट पपुलर डिस हो। कुन कुन उसमा पाइन्छ भेरिएसनमा पाइन्छ यो त चिकन, टोफु, पनिर, फिस, ल्याम्ब जेमा खाए पनि भयो। त्यसमा केही ड्रेसिङ के गर्नु पर्दा परेन It's a very healthy diet. अनि यो चाहिँ हलिउडको हिरो हिरोइन मोटाउन थाल्यो भने यो खान्छ कि खाना यसरी पनि खायो यसरी नै खान्छ। त्यसले के चाहियो चाहिएन, अलिकति कम्प्लिकेटेड चाहिँ छ होइन। पछि खाँदै गएपछि भारी पर्छ। पोखिन्छ तर बेसिकली दुई बाइट समोसा खाइसकेछ होइन त्यो तिनवटा बाइटमा नर्मली एभ्री वान को फिनिस होइन। अनि मजा छ यो चाहिँ एकदमै हेल्दी डायट, यु नेभर गेट फ्याट। अनि अलिकति 30 मिनट जिम गर्ने मान्छेहरूले यो खायो भने त त्यो ट्रिम डाउन भेरी गर्छ। एउटा चिज छ अरू सबै त्यो चिज पनि थोरै छ 10-15 ग्राम। यो इटिङ अलमोस्ट लाइक 400 to 500 क्यालोरी